हेलो गाइस, नमस्ते। म हुँ दिवाकर सिंह। कम्पलसरी म्याथमेटिक्सको आज भिडियो बनाउनु गइरहेको छु। हाम्रो सन्डे चाहिँ हाम्रो कम्पलसरी म्याथमेटिक्सको इक्जाम रहेको छ। यो भिडियो पनि एकदमै इम्पोर्टेन्ट हुनसक्छ साथीहरू, है। यसका केही फर्मुलाहरू युज गर्न सकिन्छ, केही कुराहरू गर्न सकिन्छ। अब यो भिडियो चाहिँ हेरेर जानुलाई इक्जामभन्दा अगाडि, है त साथीहरू। ल, लेट्स स्टार्ट टुडे भिडियो। हामीले चाहिँ हिजो सेटको हिसाब गरिरहेछौँ भने आज हाम्रो चाहिँ के छ भन्दाखेरि कम्पाउन्ड इन्ट्रेस्टबाट सुरु हुन गइरहेको छ। कम्पाउन्ड इन्ट्रेस्टको चाहिँ फर्मुला डेफिनेसनहरू अगाडिको भिडियोहरूमा भइरहेको छ। कम्पाउन्ड इन्ट्रेस्टबाट हामी क्वेसन नम्बर 1बाट सुरु हुन गइरहेका छौँ। कम्पाउन्ड इन्ट्रेस्ट, सपोज योर uncle has planned to the invest Rs 2 lakh for 2 years at the rate of 10% compound interest per annum। यदि तपाईँको अङ्कलले चाहिँ 2 लाख रुपियाँ 2 वर्षको लागि 10% इन्ट्रेस्ट कम्पाउन्ड इन्ट्रेस्टको रूपमा पर वर्षको रूपमा चाहिँ ब्याङ्कमा जम्मा गर्न सोच बनाउनु भएको छ भने अब यहाँ अप्सन छ। अप्सन फर्स्टमा इयरली इन्ट्रेस्ट, हाफ इयरली इन्ट्रेस्ट र टर्मिनली इन्ट्रेस्ट 10% नै छ भने क्वेसन नम्बर एमा हाउ मेनी टाइम्स इज द मेन टर्मिनल कम्पाउन्ड इन्ट्रेस्ट क्यालकुलेट इन 2 इयर्स। 2 इयर्समा चाहिँ टर्मिनल इन्ट्रेस्ट चाहिँ कतिचोटि क्यालकुलेट गर्न सकिन्छ भन्छ। टर्मिनल भनेको के हो? अब एक वर्षमा टोटल कति महिना हुन्छ? 12 महिना हुन्छ हो। टर्मिनल भनेको कति हुन्छ? 4 महिनाको वान टर्मिनल हुन्छ हो। त्यसो भएपछि अब के गर्न सकिन्छ? त्यसो भएपछि 3 मन्थको के हुन्छ त? वान टर्मिनल हुन्छ भने 3 टाइम्स चाहिँ डिभाइड गरौँ। 3ले डिभाइड गर्दाखेरि यो एन्सर आउँछ कति त भन्दा अब हाम्रो चाहिँ 4 आउँछ होइन। 4 आन्सर आउँछ होइन। भनेको 4 पटक चाहिँ इन्ट्रेस्ट पाइने रहेछ। तर फर्मुला त हाम्रो के हो त? 4t हो होइन। 2 वर्षमा हो नि त। अब 2 वर्षमा हो भने 4 इन्टु के गर्नु पर्यो त? 2 गरेपछि हाम्रो चाहिँ कति हुने भयो त? लास्टमा हुने भयो 8 टाइम्स चाहिँ इन्ट्रेस्ट युज हुने भयो है। 8 टाइम्स हुने भयो। इन्ट्रेस्ट कति टाइम्स आउँदो रहेछ त? 8 टाइम आउँदो रहेछ। यो कुरा विचार गर्नु पर्यो। अब साथीहरू, हाउ मच इयरली कम्पाउन्ड इन्ट्रेस्ट विल अङ्कल गेट द इन्ड अफ 2 इयर्स। 2 वर्षको अन्त्यमा चाहिँ अङ्कलले कति इन्ट्रेस्ट पाउनुहुन्छ भनेपछि हामीले यहाँनिर सिम्पल इयरलीको फर्मुला लाउने हो। इयरली इन्ट्रेस्टको फर्मुला लाउँदाखेरि हामीलाई वी नो द्याट, हामीलाई थाहा छ प्रिन्सिपल 2 लाख हो, रेट 2 इयर्स हो भने चाहिँ टाइम 2 इयर्स हो भने रेट चाहिँ 10% पर एनमको कुरा हो भने अब यहाँनिर के लाउन सक्छौँ त? हामी फर्मुला छ सिआई इज इक्वल्स टु सिआई इयरली इज इक्वल टु पी 1 प्लस आर बाई 100 को पावरमा टी माइनस 1 वाला फर्मुला आयो भने यो फर्मुला आयो भने लास्टमा हाम्रो चाहिँ के आउँदो रहेछ त? क्यालकुलेसन गर्दाखेरि 42,000 चाहिँ 2 वर्षको इन्ड भयो इन्ट्रेस्ट पाउनु रहेछ इयरलीको कुरामा है। इयरलीको कुरामा 1 प्लस 10 बाई 100 को पावरमा स्क्वायर गऱ्यो भने चाहिँ हाम्रो टोटल हिसाब किताब यो हुँदो रहेछ। अब यसलाई थाहा पाउनु पर्यो साथीहरू है। यो कुरा छ। अब साथीहरू हामी चाहिँ के गर्छौँ भने क्वेसन नम्बर 3मा हेर्छौँ। विच अल्टरनेटिभ वुड यु सजेस्ट हिम टु चुज फर डिपोजिट गिभ रिजन विथ क्यालकुलेसन भन्छ होइन। यहाँ भनेको तपाईँ चाहिँ कुन अप्सन दिन चाहनुहुन्छ त तपाईँको अङ्कललाई भनेर क्वेसनले भनेको छ। अब म के गर्छु त भन्दाखेरि सिआई टर्मिनल्ली भन्न सक्छु है। सिआई टर्मिनल्ली भन्न सक्छु किन भनेपछि टर्मिनल्लीमा हाम्रो कति पटक इन्ट्रेस्ट आउने हो? 8 पटक इन्ट्रेस्ट आउने हो। हाफ इयरलीमा कतिवटा आउने हो अथवा सेमी एनुअलीमा कतिपल्ट आउने हो? 4 पटक आउने है। त्यही भएर म के गर्छु त? टर्मिनल्ली सजेस्ट गर्छु। त्यही पनि हामी क्यालकुलेसन गर्छौँ। हाफ इयरलीको फर्मुला यो हुन्छ P1 प्लस आर बाई 200 को पावरमा 2t फर्मुला लाउँछौँ। यो गर्दाखेरि 43,101.25 रुपियाँ आउँछ भने टर्मिनल्ली गर्दाखेरि 1 प्लस आर बाई 400 को पावरमा 4t गर्छौँ। यो गर्दाखेरि हाम्रो 43,680 रुपियाँ आउँछ। त्यसो भए हाम्रो चाहिँ फ्रम द एबभ क्यालकुलेसन हेर्दाखेरि चाहिँ सिआई टर्मिनल्ली ग्रेटर देन सिआई हाफ इयरली ग्रेटर देन सिआई इयरली। बिकज त्यसो भए के हुन्छ त? आई सजेस्ट अङ्कल टु चुज द टर्मिनल इन्ट्रेस्ट अप्सन बिकज इट इज गिभ्स हाइएस्ट इन्ट्रेस्ट। जसले धेरै इन्ट्रेस्ट दिन्छ त्यसैलाई त हामीले के गर्नु पर्यो त? तपाईँहरूको
त्यो चाहिँ लिन इन्ट्रेस्ट राख्नुहोस् भनेर भन्छौँ हामीले, त्यही हो कुरो होइन। अब हामी चाहिँ क्वेसन नम्बर सेकेन्डमा, मोडल सेकेन्डमा जान्छौँ है। मोडल सेकेन्डमा चाहिँ के छ भन्दाखेरि three deposit Rs 10 lakh in a development bank for 2 years to get half yearly compound interest at the rate of 8% per annum, but just after 1 year the bank changed its policy and decided to give the increased compounded quarterly at the सेम रेट इन्ट्रेस्ट भन्छ। यो क्वेसन अहिले भेरी इम्पोर्टेन्ट है, भेरी भेरी इम्पोर्टेन्ट, भेरी भेरी इम्पोर्टेन्ट क्वेसन छ, हेर्नु होला साथीहरू। यो क्वेसन चाहिँ भेरी भेरी इम्पोर्टेन्ट रहेको छ। तपाईँहरूको के भन्छ भने क्वेसनले सुरुमा चाहिँ कोही मान्छेले चाहिँ के गरेको छ, 10 लाख रुपियाँ लिएर डेभलपमेन्ट ब्याङ्कमा राखेको छ 2 वर्षको लागि होइन, हाफ इयरली कम्पाउन्ड टेस्टमा राखिएको छ, तर कति पर्सेन्ट, 8%को लागि। तर के हुन्छ त, बट जस्ट आफ्टर 1 इयर होइन, 1 वर्ष पछि चाहिँ ब्याङ्कले के गर्छ त, पोलिसी चेन्ज गर्छ है। 1 वर्ष पछि अब द ब्याङ्क चेन्ज इज पोलिसिज डिसाइडेड टु गिभ इन्ट्रेस्ट कम्पाउन्ड क्वार्टरली भन्छ होइन, प्रत्येक क्वार्टरलीमा दिने। पहिला हाफ इयरलीमा दिने भनेको थियो त्यही कुरा, अब क्वार्टरलीमा दिने भन्छ। सेम रेट इन्ट्रेस्ट चाहिँ सेम हुन्छ भनेर क्वेसनले भनेको छ। यसलाई विशेष ख्याल गर्नु पर्यो साथीहरू, यो चाहिँ भेरी भेरी इम्पोर्टेन्ट क्वेसन रहेको छ। अब यस्तो पोलिसी चेन्जवाला क्वेसन चाहिँ आउन सक्छ इक्जाममा तपाईँहरूलाई। हेर्नुहोस् है, राइट द फर्मुला टु क्यालकुलेट द इन्ट्रेस्ट कम्पाउन्डेड हाफ इयरली निकाल्ने फर्मुला के हो लेख्नुहोस् भन्छ। फर्स्टमा हामी एन्सर लेखिहाल्छौँ, P1 + R/100 को बारेमा 200 बारेमा 2t - 1 यो फर्मुला लेखिदिन्छौँ हामी, 1 नम्बर आइहाल्छ। यो यति गर्नुभयो भने 1 नम्बर आइहाल्छ है। त्यसै गरी क्यालकुलेट द प्रिन्सिपल फर द सेकेन्ड इयर, सेकेन्ड इयरको प्रिन्सिपल कति हुन्छ निकाल्नुहोस् भनेको के हो त, CA फर फर्स्ट इयरको CA निकाल्नु भयो भने के हुन्छ त, सेकेन्ड इयरको प्रिन्सिपल हुन्छ है। यो कुरा चाहिँ विचार गर्नु पर्यो विशेष है। अब फर्स्ट इयरको प्रिन्सिपल निकाल्नु भयो भने के हुँदो रहेछ त, सेकेन्ड इयरको प्रिन्सिपल हुने रहेछ, यो थाहा पाउनु पर्यो। अब यहाँनिर हेरौँ है, सेकेन्ड इयरको प्रिन्सिपलको लागि अब के छ त, फर्स्ट इयरको लागि हेर्नुहोस् सबै गिभन कुरा यो छ, 10 लाख रुपियाँ हो, 1 वर्ष टाइम भइहाल्यो, 8% पर एनम भइहाल्यो। यो केमा छ, हाफ इयरलीमा छ। त्यसो भए हाफ इयरली कम्पाउन्ड अमाउन्ट एट द इन्ड अफ द फर्स्ट इयर इज गिभन बाई होइन, फर्स्ट इयरको यो हुन्छ CA को फर्मुला P1 + R/200 को बारेमा 2t लगाइदिनु भयो भने यो फर्स्ट इयरको CA आउँछ। फर्स्ट इयरको CA नै के हुन्छ त, सेकेन्ड इयरको प्रिन्सिपल हुन्छ होइन। फर्स्ट इयरको प्रिन्सिपल CA कति आयो, 10,81,600, 10,81,600, 81,600 चाहिँ के हो त भन्दाखेरि तपाईँहरूको यो इन्ट्रेस्ट हो, इन्ट्रेस्ट जोडिएर CA मा आएको भनेपछि अब के हुन्छ, प्रिन्सिपल फर सेकेन्ड इयरको प्रिन्सिपल के हुन्छ, CA फर फर्स्ट इयर। यो चाहिँ 10,81,600 चाहिँ सेकेन्ड इयरको प्रिन्सिपल भयो साथीहरू, प्रिन्सिपल भयो। त्यसो भने अब हामी के गरौँ भने क्वेसन नम्बर 3 हेरौँ। इफ द बैंक पोलिसी वाज नट चेन्ज, हाउ मच मोर अर फियर अमाउन्ट्स would she get the end of 2 years calculate it भन्छ। क्वेसनले के भन्यो भने यदि ब्याङ्कले चाहिँ पोलिसी चेन्ज नगर्ने हो भने कति धेरै पैसा चाहिँ चेन्ज हुन्छ त, कति धेरै पाइन्छ त। फर्स्ट इयर र चेन्ज गरिसकेपछि र चेन्ज नगरेको बेलामा चाहिँ कति एमाउन्ट पाइन्छ भनेर क्वेसन सोधा छ। अब यहाँनिर हेर्नु पर्यो, दुईवटा कुरा निकाल्नु पर्ने छ यहाँ। सेकेन्ड इयरको लागि चाहिँ हाम्रो प्रिन्सिपल चाहिँ 10,81,600 भयो भने विथआउट पोलिसी चेन्ज भएन भने सेकेन्ड इयरको चाहिँ CA कस्तो हुन्छ, यदि यसैको CA निकाल्ने त हो नि, द हाफ इयरली अमाउन्ट एट द इन्ड अफ सेकेन्ड इयर इज गिभन। सेकेन्ड इयरको CA निकाल्दाखेरि चाहिँ PO यो इयरको चाहिँ प्रिन्सिपल गर्दाखेरि 11,70,858 है। सेकेन्ड इयरको फर्मुला सेम हो है, मात्रै प्रिन्सिपल फरक हो। प्रिन्सिपल चाहिँ CA को है विथ पोलिसी चेन्ज है, पोलिसी चेन्जबाट गर्ने हो भने अब कति हुन्छ त है, यहाँ 70-69,000 भएको थियो भने यहाँ कति हुन्छ, अब द क्वार्टरली कम्पाउन्ड अमाउन्ट एट द इन्ड अफ सेकेन्ड इयर इज गिभन है। अब सेकेन्ड इयरको क्वार्टरली भनेपछि हामीले फर्मुलामा ध्यान दिनु पर्यो, यति मात्रै हो, फर्मुलामा ध्यान दिनु पर्यो। P1 + R/100 को पावरमा है,
यो जान्नु पर्यो। यति जान्यो भने चाहिँ तपाईँहरूको के हुन्छ त, यो कुराहरू भइहाल्छ हेर्नुहोस् साथीहरू। अब त्यसो भए यो फर्मुलामा राखिदिनु भयो भनेपछि के हुन्छ त, हेर्नुहोस् त, आरएस 11,70,758.65 रुपियाँ, 11,69,858, यहाँ 11,70,758, अलिकति 400-500 रुपियाँ बढी, 500-600 रुपियाँ बढी भएर मात्रै हाम्रो के भइदियो त, यो 1,000 बढी भन्नु। अब यो चाहिँ इन्ट्रेस्टमा फरक पर्यो, यसलाई भन्छ पोलिसी चेन्जमा चाहिँ यो क्वेसन आउँछ। यस्तो किसिमको क्वेसन तपाईँहरूलाई म्याक्सिमम सोध्ने चान्स भएको क्वेसन हो यो, अलिकति हेरेर जानु होला। अब नोट, क्वेसनले सोध्यो है, नाउ डिफरेन्स सिओ। अब क्वेसनले त यति सोधेको थियो, डिफरेन्स सिए टु होइन, यसमा चाहिँ डिफरेन्स कति छ भन्दाखेरि 1,000 पनि डिफरेन्स आइन्छ, 900.006 रुपियाँ चाहिँ डिफरेन्स आयो होइन दुईटाको। Thus, if it the bank policy was not changed, right? She would get Rs 900 0.0 fair amount at the end of 2 years, है। यदि चाहिँ पोलिसी चेन्ज नगरेको भए, ब्याङ्कले पोलिसी चेन्ज नगरेको भए 900.06 रुपियाँ चाहिँ के हुन्छ त, उनीहरूले 0.06 पैसा चाहिँ कम पाउँछ, 900.06 पैसा चाहिँ कम पाउँछ है। यो कुरो पाउनु पर्यो। सी नम्बर। अब क्वेसन नम्बर 3 मा छ, रितेश इज अ स्टुडेन्ट स्टडिङ इन क्लास 10 है। यस्तो क्वेसन पनि प्राय सोध्ने क्वेसन हो। हिज मदर डिपोजिट R75,000 फर 2 years इन फिक्स्ड डिपोजिट इन ब्याङ्क एट कम्पाउन्ड इन्ट्रेस्ट compounded annually for this study. Expenses and the compound amount at the end of 1 year is Rs 81,000. For principal as RSP time T years and rate interest R % per year. Write the formula to find the compound amount CA भनेर क्वेसन सोध्छ। यो पनि भेरी भेरी इम्पोर्टेन्ट क्वेसन हो साथीहरू, यसलाई पनि एकचोटि हेरेर जानु होला। यसमा चाहिँ के भन्छ भन्दाखेरि प्रिन्सिपल पी मानेको छ, टाइम टी मानेको छ, रेट R% मानेको छ। हामीले पनि लेख्ने तर यही पहिला यही मान्नुपर्छ भनेर क्वेसन दियो। त्यही भएर सीए को फर्मुला चाहिँ के हुन्छ त, P1 + R/100 टी चाहिँ हुन्छ यो है सीए को फर्मुला। यो क्वेसन हेरेर जानु होला साथीहरू। अब यो क्वेसनमा धेरै इम्पोर्टेन्ट छ है। अब सुरुमा के भने, रितेश इज अ स्टुडेन्ट स्टडिङ इन क्लास 10। एउटा रितेश भन्ने केटा 10 क्लासमा पढ्छ। हिज मदर इज डिपोजिट Rs 75,000। मदरले डिपोजिट गरिन्, यो के हो, प्रिन्सिपल हो है, बुझ्नु पर्यो के हो, प्रिन्सिपल हो। कति वर्षको लागि, 2 वर्षको लागि। 2 वर्ष के हो, टाइम हो भने। फिक्स्ड डिपोजिट है, फिक्स्ड डिपोजिट भनेको के हो, मुद्दती खातामा। यसलाई पहिला निकाल्न मिल्दैन। अफ ब्याङ्क एट कम्पाउन्ड इन्ट्रेस्टमा राख्नुभयो, कम्पाउन्डेड एनुअली राख्नुभयो। अब यहाँ चाहिँ कति % राख्नुभयो भन्ने कुरो चाहिँ छ। यसलाई चाहिँ हेरौँ है साथीहरू। अब यो एनुअली फर हिज दिस स्टडी है, स्टडी छ। एक्सपेन्सेस, अब उसको स्टडी चाहिँ के भयो त, पढाइ महँगो भयो, एक्सपेन्सेस भयो। एन्ड द कम्पाउन्ड एमाउन्ट एट द इन्ड अफ 1 year इज 81,000। 1 वर्षको अन्त्यमा के भयो त, कम्पाउन्ड एमाउन्ट 81,000 पुगेको थियो। अब हाम्रो क्वेसनले के भन्छ त भन्दाखेरि, अरू केही पनि दिएको छैन, यति नै छ। फाइन्ड द एनुअल रेट अफ कम्पाउन्ड इन्ट्रेस्ट अफर बाई द ब्याङ्क। ब्याङ्कले कति चाहिँ कम्पाउन्ड इन्ट्रेस्टको रेट चाहिँ अफर गरेको रहेछ त्यो निकाल्नुहोस् भनेर क्वेसनले सोधेको छ। सी नम्बरमा वाट विल बी द कम्पाउन्ड एमाउन्ट द रितेश गेट टु एट द इन्ड अफ 2 years, फाइन्ड इट भन्छ। सी नम्बरमा चाहिँ 2 वर्षको अन्त्यमा उसले रकम कति पायो, र बी नम्बरमा चाहिँ तपाईँको के सोधेको छ भने कम्पाउन्ड इन्ट्रेस्ट कति हुन्छ भनेर क्वेसन सोधेको छ। यस्तो क्वेसन म्याक्सिमम टाइम सोध्छ, भेरी 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 इम्पोर्टेन्ट क्वेसन रहेको छ। यो क्वेसनलाई एकचोटि प्र्याक्टिस गरेर जानु होला। इक्जामिनेसनभन्दा अगाडि तपाईँहरूको चाहिँ 5 मार्क्स आउने चान्सेस प्रोभाबल छ। एकदमै यस्तो टाइपको क्वेसन आउनसक्छ होइन। भ्यालु मात्रै फरक हुने हो, यहाँ अरू केही पनि फरक हुँदैन। यो कुरा थाहा पाउनुपर्छ तपाईँहरूले कम्पाउन्ड इन्ट्रेस्टको केसमा। अब यहाँ हेर्नुहोस् है साथीहरू, फर्स्ट इयरमा प्रिन्सिपल 75,000 थियो, टाइम 1 year हो, सीए 81,000 पुगेको थियो भने रेटलाई हामी R% मानौँ भने विन द्याट। अब आर निकाल्नु पर्ने छ। CA1 = फर्मुला लगाउँ हामी होइन, P + 1/R/P + R/100 को बारेमा टी वाला फर्मुला लगाइदिन्छौँ।
पी सिए भनेको 81,000 छ, पी भनेको 75,000 छ भने 1 + r/100 को बराबर टी छ। आर दिएको छैन। त्यसो हो भने हामी के गर्छौँ त यो फर्मुला यहाँ लगाइदिन्छौँ। यो फर्मुला लगाइसकेपछि हाम्रो के हुन्छ, यहाँ 81,000 हुन्छ। यो 1 + r/100 को पावरमा यो हुन्छ यता 81,000, यता डिभाइड गर्दाखेरि 1.08 हुन्छ है। 81,000लाई 75ले डिभाइड गर्दाखेरि अब हामीले के गर्छौँ त यो 3वटा जिरो कतक्क काटिदिन्छौँ, यो 3वटा जिरो काटिदिन्छौँ। त्यही भएर 81/75 भनेको 1.08। अब यता त केही पनि छैन, 1 + r/100 हुन्छ। त्यसो भएपछि यो चाहिँ 1 पनि के हुन्छ, राइट साइडमा जान्छ र 1बाट घट्छ, r/100 हुन्छ। r/100 भनेको 0.08 हुन्छ होइन, आउँछ 1 घटाइसकेपछि। अब तिम्रो 8% चाहिँ रेट आइहाल्छ। दस द एनुअल रेट अफ कम्पाउन्ड इन्ट्रेस्ट कति रहेछ त, 8%। यसरी हामीले गर्न सक्छौँ है साथीहरू। अब यसरी गर्न पनि सकिन्छ। अब सी नम्बरको लागि हेरौँ है। सी नम्बरको लागि अब के छ त, सी नम्बरको लागि हाम्रो अर्को चाहिँ के छ भन्दाखेरि सेकेन्ड इयरको लागि हेरौँ। सेकेन्ड इयरमा सिए कति हुन्छ भनेर क्वेसन सोध्दा चाहिँ प्रिन्सिपल CA2 = 81,000 हुन्छ भने टाइम 1 इयर रेट अफ इन्ट्रेस्ट 8% भइहाल्यो होइन। रेट अफ इन्ट्रेस्ट 8% भइहाल्यो भर्खर हामीले निकालेका छौँ। वी नो द्याट। अब CA2 = कति हुन्छ त, यो फर्मुला लाउँछौँ भने 81,000 1 + 8/100 को पावरमा टी हुन्छ। यो भनेको 87,480 आउँछ। अल्टरनेटिभ मेथडबाट हामीले के गर्न सक्छौँ भने यहाँ अल्टरनेटिभ मेथडबाट गर्न सकिन्छ। र अल्टरनेटिभ मेथडबाट हामीले के गर्छौँ भने टाइम सिधै 2 इयर्स राखेर गर्न सक्छौँ। हेर्नुहोस् है, टाइम कति राख्न सक्छौँ, 2 इयर्स राखेर गर्न सक्छौँ। यो क्वेसन हो अल्टरनेटिभ मेथडबाट। द कम्पाउन्ड एमाउन्ट एट द एन्ड अफ 2 इयर्स क्यान बी डाइरेक्टली फाउन्ड युजिङ, योबाट पनि गर्न सकिन्छ। CA 1 + r/100 को बारेमा टी गरेर टीको ठाउँमा 2 इयर्स राखेर हामीले गर्न सक्छौँ, रेट गर्न सक्छौँ। अथवा यो CA भनेको पनि एउटै हो है, छुट्टै निकाल्नु र एउटै निकाल्नु एउटै हो, एन्सर एउटै आउँछ। 87,480 एन्सर आइसक्यो। अब हामी चाहिँ क्वेसन नम्बर 4 मा जाउँ है। क्वेसन नम्बर 4 मा कुमार हैज डिपोजिटेड अ सर्टेन सम इन अ बैंक है। यहाँ प्रिन्सिपल दिएको छैन, कुनै एउटा पैसाहरू चाहिँ ब्याङ्कमा लिएर कुमार भन्ने केटा लिएर राखिदियो। द सम विल एमाउन्ट टु Rs 14,000, हेर्नुहोस् 14,520 इन इयर्स एन्ड Rs कति आयो त, 14,000 1-2 वर्षमा चाहिँ 14,000 के हुन्छ, देन द सम विल एमाउन्ट अफ 14,520 इन 2 इयर्स एन्ड 15,972 इन 3 इयर्स एट अ सर्टेन रेट अफ एनुअल कम्पाउन्ड इन्ट्रेस्ट। यहाँनिर भन्यो। अब क्वेसन यो पनि एकदम इम्पोर्टेन्ट टाइप क्वेसन है, एकदम यदि डिफिकल्ट क्वेसन सोध्यो भने यस्तो क्वेसन सोध्छ। भेरी भेरी इम्पोर्टेन्ट मोडल 4 नम्बरको क्वेसनमा हेरौँ है। 2 वर्षमा चाहिँ 14,520 एमाउन्ट हुन्छ भने 3 वर्षमा चाहिँ 15,000 कति हुन्छ त तपाईँहरूको, अब 972 हुन्छ भनेर भनेको छ। यसमा अब न प्रिन्सिपल पनि छैन, रेट पनि छैन, टाइम र के छ त ओन्ली CA मात्रै छ। यति कुरा बुझ्नु पर्यो है। अब डिफाइन कम्पाउन्ड इन्ट्रेस्ट। कम्पाउन्ड इन्ट्रेस्ट भनेको के हो, अब यसको डिफिनेसन लेखिदिनुहोस्। फाइन्ड द रेट अफ कम्पाउन्ड इन्ट्रेस्ट र लास्टमा फाइन्ड द इन्ट्रेस्ट अन द सेम सम एट द सेम रेट फर 1 इयर विथ इन्ट्रेस्ट बिङ कम्पाउन्डेड क्वार्टरली हुँदाखेरि कति हुन्छ, त्यो क्वेसन सोधा छ। यो क्वेसन चाहिँ तपाईँले लेख्न सक्नुहुन्छ। यो क्वेसनको चाहिँ यो। अब कम्पाउन्ड इन्ट्रेस्ट भनेको के भन्छ, इफ द इन्ट्रेस्ट अफ प्रिन्सिपल आफ्टर एभ्री इयर or after a certain period, yearly, half yearly, triennially, is calculated and added to the principal, and again the interest is calculated, then the interest यति कुराहरू बुझ्नु पर्यो। अब यहाँ दिएको टाइम तिमीहरूले 2 3 - 2 गरेर राख्न पाएन फेरि यहाँ है, यो विचार गर्नुपर्छ। यो चाहिँ कति हुन्छ त, टाइम 2 वर्ष नै हुन्छ, यसमा 3 वर्ष नै हुन्छ। अब हामी यसको हिसाब गर्छौँ। यहाँ चाहिँ हेर्नु साथीहरू हिसाब गर्छौँ। अब यस्तो वी नो द्याट भनेर हामी यहाँबाट चाहिँ फर्मुला युज गर्छौँ अलिकति। हेर्नु चाहिँ दुईवटा इक्वेसन बनाउँछौँ कि कन्डिसन बनाउँछौँ होइन। फर्स्टमा कन्डिसन गर्छौँ। फर्स्टमा CA को एउटा बनाउँछौँ होइन, CA = 1 + r/100 को पावरमा 100 पावरमा टी। यो फर्मुलामा राखिदिन्छौँ। CA2 को राख्छौँ। CA2 = एउटा इक्वेसन हुन्छ, यो 14,520 वाला एउटा इक्वेसन भयो। अर्को CA वाला राख्छौँ, यो 15,972 वाला अर्को इक्वेसन भयो। इक्वेसन 1 र 2 हुन्छ। इक्वेसन 2 लाई इक्वेसन 1 ले डिभाइड दिन्छौँ होइन।
यो गर्दाखेरि हेर त यहाँ चाहिँ 1 + r/100 पावरमा यो छ, यो 2बाट यो 3 जान्छ, यहाँ के बच्छ अब 1 बच्छ होइन। यता डिभाइड भइहाल्छ, यता डिभाइड गर्दाखेरि 1.1 आउँछ है। यता गर्दाखेरि 1 + r/100 भइहाल्यो। सजिलै तरिकाले एन्सर आउँछ हेर्नु साथीहरू। अब हेर्नुहोस् है, एकदम सजिलो तरिकाले आउनेवाला छ। अब टेन्सन मान्नु पर्दैन, एन्सर चाहिँ आउँछ। यो क्वेसन चाहिँ एकचोटि हेरेर जानु होला, एकचोटि मात्रै एक्जामभन्दा अगाडि हेरेर जानुभयो भने यस्तो क्वेसन आयो भने तपाईँहरूले के गर्न सक्नुहुन्छ, सजिलै गर्न सक्नुहुन्छ है साथीहरू। अब हेर्नुहोस्, r/100 आइहाल्यो, यता -1 गर्छौँ हामी, यो गर्छौँ 0.1 देख्ने बित्तिकै यो 10% हो भनेर भनिदियो, हामी सिधै सकिहाल्यो, 10% आइहाल्छ हेर्नुहोस् साथीहरू। अब सब्स्टिट्युटिङ द भ्यालु अफ r इन इक्वेसन 1 वी गेट इक्वेसन 1 2 जहाँ राखे पनि हुन्छ। यहाँबाट चाहिँ तिमीहरूको इन्ट्रेस्टबाट प्रिन्सिपल आउँछ, प्रिन्सिपल 12,000 आइहाल्यो। त्यसो भए प्रिन्सिपल पे इक्वल टु 12,000 हुन्छ भने रेट 10% हुन्छ भने टाइम 1 इयर हो। त्यसो भए के निकाल्ने हो, सिआई क्वार्टरली निकाल्ने हो। सिआई क्वार्टरली निकाल्दाखेरि कति आयो, 1245 आयो। फर्मुला चाहिँ 1 + r/100 को 400 को 40 - 1 यो फर्मुला नबिर्सिनु पर्यो। यो फर्मुला बिर्सिनु भने क्यालकुलेसन त क्यालकुलेटर मार्ने तपाईँले गरिहाल्नुहुन्छ होइन, बेस्ट क्यालकुलेट गरिहाल्नुहुन्छ। त्यही भएर यसलाई समस्या कुरै भएन। अब हेर्नुहोस् है, अब यसैपछि रहेको छ क्वेसन नम्बर मोडल नम्बर 5। क्वेसन नम्बर 5 मा चाहिँ हामी अब कम्पाउन्ड इन्ट्रेस्टको मोडल नम्बर 5 मा हेर्छौँ। द म्यानेजमेन्ट कमिटी अफ नेपाल ब्याङ्क लिमिटेड इन इट्स रेगुलर मिटिङ डिसाइडेड टु चेन्ज इट्स एनुअल पोलिसी होइन, स्लाइडली अकर्डिङ टु द डिसिजन इन द रेट इन्ट्रेस्ट फर फिक्स्ड डिपोजिट कम्पाउन्डेड सेमी एनुअली इट इज फलोज हुन्छ होइन। यदि यस्तो हुन्छ, डिपोजिटेड पिरियड रेट अफ इन्ट्रेस्ट मिनिमम डिपोजिट एमाउन्ट है अप टु 6 मन्थ फिक्स एकाउन्टको लागि। फिक्स एकाउन्ट भनेको मुद्दा देखाएर है, अप टु 6 मन्थ 6 महिनाको लागि राख्नुभयो भने 7% आउँछ, 50,000 राख्नुभयो। अब फ्रम 6 मन्थ टु 1 इयर राख्नुभयो भने 8% आउँछ, 50,000। अब फ्रम 1 इयर टु 5 इयर राख्नुभयो भने 10% इन्ट्रेस्ट पाइन्छ, 75,000 को। अब यहाँनिर अब एउटा यो त ब्याङ्कको पोलिसी हो, यो त ब्याङ्कले दिएको पोलिसी हो। अब यहाँ क्वेसन यहाँ छ हेर्नुहोस् है, मिस्टर खान ब्राउट Rs 2 lakh फ्रम अ कोअपरेटिभ with the condition of paying it back in 2 years at the rate of simple interest of 5% immediately after borrowing it deposit the same sum in a fixed deposit account of Nepal Bank Limited for the same duration। 5 वर्षको लागि राख्यो, 2 लाख रुपियाँ राख्यो है। क्वेसन बुझ्नु पर्यो। अब प्रिन्सिपल 2 लाख रुपियाँ हुने भयो, टाइम कति हुने भयो, 2 इयर्स हुने भयो, रेट कति हुने भयो, सिम्पल इन्ट्रेस्ट 5% हुने भयो सुरुमा यहाँ दिएको कुरा है। अब यहाँनिर विच रेट अफ इन्ट्रेस्ट सुड मिस्टर खान डिपोजिट इज द मनी इन द फिक्स्ड डिपोजिट। फिक्स्ड डिपोजिट गर्दाखेरि चाहिँ मिस्टर खानले कुन चाहिँ रेटमा डिपोजिट गर्छन्। अब हामीले के गर्ने हो नि, यो कन्डिसन हेर्ने कि 75,000 को 10% दिन्छ 1 वर्षदेखि 5 वर्ष। तर खानले कति गर्यो, 2 लाख राख्यो, अन्त 2 लाख राख्यो त 75,000 भित्रै पऱ्यो। त्यसो भए यो के हुन्छ त, 10% मा डिपोजिट गर्छ। यो कुरा बुझ्नु पर्यो है साथीहरू। अब बी नम्बरमा फाइन्ड द कम्पानी अमाउन्ट द मिस्टर खान कुड रिसिभ इन 2 इयर्स। 2 वर्षको अन्त्यमा चाहिँ उसले कति पाउँछ। सी नम्बरमा के छ त, फाइन्ड द टोटल एमाउन्ट टु बी पेड टु द कोअपरेटिभ इन 2 इयर्स 5 इयर्स होइन। 2 इयर्स एउटा चाहिँ नि के गर्छ त, कोअपरेटिभ कम्पनीबाट उसले 2 लाख रुपियाँ ऋण लिएको छ सिम्पल इन्ट्रेस्टमा। अब त्यसले 2 वर्षको अन्त्यमा कति तिर्छ भनेर क्वेसन सोधेको छ। अर्को क्वेसन छ, हाउ मच प्रफिट डिड मिस्टर खान अर्न इन 2 इयर्स। 2 वर्षको अन्त्यमा चाहिँ उसले कति पैसा कमाएछ भनेर क्वेसन सोधेको छ। अब यहाँनिर हेरौँ है, 1 नम्बरको के हुने भयो, 10% भइहाल्यो। अब 2 नम्बरमा वी नो द्याट अब बीको गर्दाखेरि सिए निकाला फर्मुला के हो त 1 + r/200 2t हाफ इयरली भएको कारणले गर्दाखेरि। अब यहाँनिर के हुन्छ त, अहिले चाहिँ यतिबाट 2,43,000 1.2125 हुन्छ भने द मिस्टर खान कुड रिसिभ Rs 2,43,101.25 इन 2 इयर्स होइन। 2 वर्षको अन्त्यमा यति पाउँछ भने वी नो द्याट। अब के गर्छ त, सिम्पल इन्ट्रेस्ट SAP 1 + RT/100 लगायो भने चाहिँ हाम्रो के हुन्छ त, यो चाहिँ
यो सिम्पल इन्ट्रेस्टको एमाउन्ट निकाल्ने फर्मुला हो। यो गर्दा 2,20,000 चाहिँ रुपियाँ तिरेको छ उसले भने टोटल एमाउन्ट टु ढिबे यतिका 2,20,000 रुपियाँ तिरेको छ। 2,30,101.25 रुपियाँ चाहिँ कमाओ हेर्नुहोस् है साथीहरू। अब एमाउन्ट छ कमाउने हो। अब प्रोफिट लस कति भयो? प्रोफिट चाहिँ एमाउन्ट रिसिभ इन 2 इयर्स, एमाउन्ट पेड इन 2 इयर्स। यो गर्दाखेरि कति भयो त? यहाँनिर चाहिँ यतिबाट यो घटाउँदाखेरि आयो 23,101.25। दस द प्रोफिट इज 2 इयर्स 23,125 रुपियाँ चाहिँ प्रोफिटमा कमायो। अब क्वेसनले के भनेको थियो यहाँ? हामीले निकालिदिउँ के? अब यहाँनिर रेट 10% हो, रेट 10% हो, टाइम चाहिँ 5 वर्षको हो नि त खासमा। यहाँ 5 वर्षको हो होइन, 1 इयर टु 5 इयर टाइम लिने हो। तर हाम्रो के छ त, टाइम त 2 वर्षको लागि मात्रै लियो। यो कुरा ख्याल गर्ने, अरू केही पनि थिएन। ठिक छ साथीहरू, ठिक छ साथीहरू, यस ठिक छ एकदम। अब हामी जाउँ कम्पाउन्ड ग्रोथमा जाउँ है, कम्पाउन्ड ग्रोथमा जाउँ। अब कम्पाउन्ड ग्रोथमा के छ त? In the beginning of 2007 BS 78 BS, the population of municipality was 25,000. If the population of the municipality increased by 2% every year, answer the following questions हुन्छ हैन। 2078 को चाहिँ पपुलेसन 25,000 थियो भने पपुलेसन प्रत्येक वर्ष चाहिँ 3%ले बढ्छ भने अब राइट द फर्मुला फर क्यालकुलेटिङ द पपुलेसन अफ द प्लेस आफ्टर 2 इयर्स इफ इट्स प्रेजेन्ट पपुलेसन पी एन्ड एनुअल ग्रोथ रेट R% छ भने अब यो कति हुन्छ भनेर क्वेसन सोधेको छ। यसको फर्मुला यो हुन्छ है। हेर्नु साथीहरू, यो फर्मुला चाहिँ युज गर्नुपर्छ। PT इज इक्वल्स टु P 1 + R बाई 100 PT पी कति दिएको छ? 25,000 दिएको छ भने ग्रोथ रेट 2% दिएको छ, 2% दिएको छ। हेर्नुहोस् है, 2% दिएको छ। अब यो हेर्नुहोस्, त्यसै गरी अब हामी चाहिँ बी नम्बरमा वाट वाज द पपुलेसन अफ म्युनिसिपालिटी इन द बिगिनिङ अफ 2080 BS, 2080 80मा चाहिँ कति हुन्छ त्यहाँको जनसङ्ख्या। अब यहाँ के भन्छ अर्को, 90जना पिपुल इन्क्रिज इन द बिगिनिङ 2000 BS है। 2000 BSमा चाहिँ 90जना थपिए ड्यु टु माइग्रेसन इन होइन, माइग्रेसन इन भयो। And municipality, what will be the population of the municipality in the beginning of 2021 BS at the same rate of the growth, calculate it भनेर क्वेसन भन्छ। अब क्वेसनले यहाँनिर भन्न खोजेको के हो कुरा पनि फटाफट हिसाब गरौँ है। अब ए नम्बरको भइहाल्यो, बी नम्बरको हेरौँ है। अब यहाँनिर चाहिँ यहाँ टाइम चाहिँ यति छ, 80 देखि 78 घटाएर 2 इयर्स आइहाल्यो। वी नो द्याट। अब यो फर्मुला लगाइदिन्छौँ, पिटी इक्वल टु यही फर्मुला हो, माथि जे थियो त्यही फर्मुला युज गरौँ र त्यसमा टाइम 2 इयर्स राखिदियो भने 26,001 जना चाहिँ मान्छे के हुँदो रहेछन्, बढ्दो रहेछन् भने 26,010 चाहिँ मान्छे जन्मिए होइन, अथवा त्यो बढे अनि सी नम्बरमा एबिसी सी नम्बरमा हेर्दाखेरि के हुन्छ त, हियर एन माइग्रेसन इन भनेको 90जना भएको छन् भने फाइनल पपुलेसन 2080 BSमा चाहिँ कति भएको थियो? 2080 एमइन गर्दाखेरि 26,100 थियो होइन। 26,100मा चाहिँ अब टाइम हेर्दाखेरि 80 गर्दाखेरि 1 इयर आइहाल्यो, रेट त्यति नै छ। अब सेम क्यालकुलेसन गर्दा 26,622जना चाहिँ के थियो त निस्किएको छ। अब फाइनल चाहिँ यति हो, 2081 को बिगिनिङमा चाहिँ 26,622 जना चाहिँ भयो रहेछन् पपुलेसन है। अब यहाँनिर अर्को हेरौँ, अर्को हेरौँ साथीहरू, अर्को क्वेसन हेरौँ। अर्को क्वेसन के छ भन्दाखेरि यहाँनिर छ अर्को क्वेसन, द पपुलेसन अफ सब मेट्रोपोलिटियन सिटी बिफोर 2 इयर्स वाज 10,000 1 लाख, द पपुलेसन ग्रोथ अफ द सब मेट्रोपोलिटन सिटी इज 5% पर एनम भनेर क्वेसन आएको छ। यो क्वेसन अनुसार स्टेट द वेदर पपुलेसन ग्रोथ अफ द सिटी इज सिम्पल अर कम्पाउन्ड है। कम्पाउन्ड इन्ट्रेस्टमा छ कि सिम्पलमा छ हेर्नु पर्यो। ग्रोथ रेट यो छ, पर एनममा छ होइन, टाइम यति छ। अब इनिसियल पपुलेसन यति छ भने यहाँ के द पपुलेसन ग्रोथ अफ द सिटी इज कम्पाउन्ड ग्रोथ because the population increase by the fixed percentage every year and each year growth is added to the base for the next year calculation and the next year calculation गर्दाखेरि त्यहाँ चाहिँ हुन्छ find the present population of the sub metropolitan city। क्वेसन सोधेको छ, if the 1000 migrated there from other places and 250 died in the beginning of the this year, in many years will the population of the city become? यति हुन्छ 1,38,000
915 जना हुन्छन् भनेर क्वेसन सोधेको छ। अब यहाँनिरबाट तपाईँहरूले के गर्न सक्नुहुन्छ भने सुरुमा चाहिँ बी नम्बर क्वेसनको लागि यो फर्मुला लगाएर हामी चाहिँ कति हुन्छ पपुलेसन हुन्छ भनेर पत्ता लगाउन सकिहाल्छौँ होइन। पिटी कति हुन्छ भनेर थाहा पाइहाल्छौँ। टाइम चाहिँ 2 इयर्स हो। 2 वर्षपछि कति हुन्छ भन्दा 1,10,225 जना हुन्छ भने द प्रेजेन्ट पपुलेसन अफ द सब मेट्रोपोलिटन अहिलेको सिटीको यति छ। 2 वर्ष पहिला यति थियो। अनि 2 वर्ष पहिला कति थियो? 1 लाख थियो भने 2 वर्षपछि यति हुने भयो। अब डियर मेट्रोपोलिटन सिटी एम इन चाहिँ कति भएको थियो? 10,000 भएको छ। 250 जना भएको छ। फाइनल पपुलेसन कति भयो? अब यहाँ 1,10,000 मा जोड्ने माइनस 250 गरेपछि पपुलेसन यति भयो 1,20,000 भयो। पपुलेसन आफ्टर 2 इयर्स भनेको 1,38,915 जना छ। विन द्याट हामीलाई थाहा छ पिटी बराबर यति भयो। पीको भ्यालु यति, पिटीको भ्यालु यति गरेपछि यो चाहिँ हाम्रो रेट चाहिँ कति छ? 5% छ। 5% इन्क्रिज भइरहेछ भने पपुलेसन। अब हामीले के गर्न सक्छौँ त? यहाँनिरबाट यो क्यालकुलेसन गर्दाखेरि यता चाहिँ हाम्रो क्यालकुलेसन गर्दा 1 यति आयो भने अब यतिबाट यहाँनिर 1.05 क्युब राख्दाखेरि टी इक्वल 3 इयर 10 रिक्वायर्ड टाइम इज 3 इयर। 3 वर्षपछि यति पुग्दो रहेछ। यो कुरा थाहा पाउनु पर्यो साथीहरू। अब त्यसै गरी 3 नम्बरको क्वेसन रहेको छ। 3 नम्बरमा चाहिँ तपाईँहरूको अब यो चाहिँ के छ? कम्पाउन्ड डिप्रिसिएसनको क्वेसन आएको छ। मिस्टर हिमाल पर्चेस इन माइक्रोबस फर RS 25 लाख आफ्टर युजिङ द माइक्रोबस इज द इयर्स on RS 15 lakh the value of the microbus depreciated by the rate of 10% per annum and he sold it after 3 years होइन। 3 वर्षपछि चाहिँ उसले के गर्छ भने कार्य गर्छ भने सुरुमा चाहिँ अब भी नट होइन भिटी र आरको रिलेसन लेख्ने भने चाहिँ भी नट टी होइन भिटी भी नट R% र टीको रिलेसन लेख्ने भने चाहिँ यसको फर्मुला चाहिँ भिटी इक्वल टु भी नट 1 - R/100 टी हुन्छ। इनिसियल प्राइस 25 लाख छ। अर्निङ गरेको छ 15 लाख। डिप्रिसिएसन रेट 10% छ। टाइम 3 वर्षको लागि छ। यसमा फाइन्ड द सेलिङ प्राइस भनेको छ। अब हिमाललाई प्रॉफिट लस कति के भयो भनेर क्वेसन सी नम्बरमा सोधेको छ। यो क्वेसन अलि हामीलाई हेर्नु होला तपाईहरु है। अब यहाँनिर बी नम्बरको लागि अब हामी पिटी निकाल्न सक्छौँ। यहाँनिरबाट यो चाहिँ माइनस वाला फर्मुला पी 1 - R/100 बारमा टी यो फर्मुला यो 3 इयर्स 3 इयर्स छ। अब चाहिँ तपाईहरुको यो गर्दाखेरि यहाँ हुन्छ 100 हुन्छ हैन 100 हुन्छ। अब यो गर्दाखेरि यो आयो 18,22,500 रुपैयाँ आएको छ भनेपछि सेलिङ प्राइस भएको छ फर हिमाल। अब हिमाल द यो भन्छ हैन 3 महिनाको यो भयो प्लस अर्निङ 3 वर्षको प्लस अनि अर्निङ सेलिङ गर्दाखेरि यो सबै गर्दाखेरि कति आयो 18 लाखमा 15 लाख जोड्दाखेरि 33,22,500 आयो हैन। फर हिमानीलाई बिक्री गरेको थियो हैन। प्रिन्सिपल पी इक्वल टु यति भयो र रेट अफ इन्ट्रेस्ट चाहिँ यो भयो 10% भयो भने टाइम इज इक्वल टु 3 इयर्स रहेको छ। 3 इयर्स रहेको छ। अब यसमा चाहिँ क्यालकुलेसन गर्दै जाँदाखेरि तपाईको चाहिँ फेरि चाहिँ हाम्रो के हुन्छ त यहाँ चाहिँ प्रिन्सिपल चाहिँ त्यो भइहाल्यो भने हामी सीपीटी निकाल्छौँ। पिटी निकाल्दाखेरि यो 25 लाख हुन्छ। त्यसको 1 + R/100 बारमा टी गर्दाखेरि हाम्रो कति हुन्छ त यहाँनिर 33,27,500 चाहिँ आउँछ है। यहाँ 33,22,500 आयो भने यहाँ 33,27,000 आयो। डिफरेन्स गर्दाखेरि हिमानी विल अर्न मोर 5,000 हिमानीले चाहिँ बढी 500 बढी कमाउँदो रहेछ। कमन एभरेज यति भइहाल्यो हैन। यो क्वेसन चाहिँ अर्को छ। अब यसमा अलिकति डिसब्यालेन्स भएको छ है साथीहरु। अब हामी मनी एक्सचेन्जमा जान्छौँ। मनी एक्सचेन्जको चाहिँ हामी फर्दर भिडियोमा गर्छौँ भने आजलाई यति गर्छु। हस्त धन्यवाद। थ्यांक यू भेरी मच।